राम्रै भयो योपालि लास्ट सिजनमा इन्डियाबाट प्रोहरू नि दुईजना आउनुभएको थियो। कम्पिटिसन एकदमै राम्रो थियो। लाइक हिजो हेर्दाखेरि अब वान सटको मात्रै फरक थियो। प्रेसर पनि धेरै थियो र राम्रै भयो। म चाहिँ लाइक सोचेको थिएँ आज फर्स्टदेखि सुरुमा चाहिँ अलिक सेफै खेल्छु, त्यहाँदेखि भेट्नु सकेर एट्याकिङ गर्छु भनेको थियो र सुरुदेखि नै मेरो एकदमै राम्रो भयो। अनि फ्रन्ट नाइनै मलाई थाहा भइसकेको थियो। अब 5 स्ट्रोक 6 स्ट्रोकको म लिड भइसकेको थियो। त्यही भएर ब्याक नाइन जस्ट इभन 100 खेल्दा नि मलाई ठिकै हुन्छ भनेर मैले त्यही सोचेर नै खेलेको थिएँ र राम्रै भयो। यो त मेरो सबभन्दा बेस्ट स्कोर नै हो र अहिलेसम्मको सबैभन्दा बेस्ट स्कोर। राम्रै भयो। अस्ति एमेचर ओपनमा पनि राम्रै भएको थियो, तर यो टुर्नामेन्टमा राम्रै गर्छु भनेर सोचेको थिएँ र स्कोरिङ पनि धेरै राम्रो भयो। 23 अन्डर पुगिसक्नु भएको थियो होइन। एक स्ट्रोक इक्वल रेकर्ड इक्वल भइसकेको थियो। अब एक स्ट्रोक भइदिएको भए चाहिँ टुर्नामेन्टकै रेकर्ड पनि बन्न सक्ने अवस्था थियो। 14th होलमा गएर सबै कुरा बिग्रियो। 14th होलमा के भएको एकचोटि बताइदिनुहोस्। मलाई पनि आज लागिरहेको थियो कोर्स रेकर्डै ब्रेक गर्छु भनेर सोचिरहेको थियो। 14को टी बक्स पनि अलिकति ठिक थिएन र मैले रङ पोजिसन रङ ठाउँबाट नै हाने, त्यही भएर अलिकति बल राइट जङ्गलतिर गयो। त्यसपछिको ड्रपपछि मैले बुगीलाई खेल्छु भनेर सोचेको थिएँ र मैले चिप राम्रो गरेन र डबल बुगी भयो। त्यहाँबाट कमब्याक गर्न सकिन्छ भन्ने एउटा आश थियो कि थिएन, जस्तो 24 अन्डरको लागि चाहिँ? 14 सकेपछि 15मा बढी हानेको भए चाहिँ चान्स थियो र त्यहाँ मिस भएपछि चाहिँ मलाई लागेको थिएन कि कोर्स रेकर्ड हुन्छ भनेर। मेरो ओभरअल सबै राम्रै थियो। लाइक ड्राइभर आयनहरू एकदमै राम्रो स्ट्राइक थियो र योपालि मेरो पटिङ पनि एकदमै राम्रो भएको थियो। कम्पिटिसन चाहिँ कस्तो थियो? प्लेटफर्म कस्तो थियो? प्लेटफर्म भन्नलाई एकदमै टफ थियो योपालि होइन। म पनि सोचेको थिएन टाइटल जित्छु भनेर र सुरु दिन 3 अन्डर खेल्दाखेरि ठिकै थियो। दोस्रो दिन 7 अन्डर खेलेँ, तेस्रो दिन 6 अन्डर खेलेँ। त्यहाँदेखि अलिकति कन्फिडेन्ट आएको थिएँ। अनि जस्तो इन्डियन प्लेयर दुईजना थिए र लास्ट फाइनल पनि अब इन्डियन प्रोसँग नै खेलेको थियो र वान सटको त फरक थियो। धेरै प्रेसर थियो र खेल्दै जाँदाखेरि फ्रन्ट नाइनमै मैले राम्रो ब्याक गरेको थिएँ, त्यही भएर राम्रो भयो। एनजिए र एनजिए टिमलाई धन्यवाद दिन चाहन्छु र गोकर्ण फरेस्ट रिसोर्टलाई धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले किनकि मलाई फ्री अपर्च्युनिटी दिइराख्नु भएको छ यहाँ खेल्नु लागि। प्रोहरूलाई हराएर यो टाइटल जित्दाखेरिको फिलिङ चाहिँ कस्तो छ? फिलिङ्स एकदमै आफूले प्राउड फिल भइरहेछ र एकदमै राम्रो स्कोरले नै जिते हो, त्यही भएर नै धेरै खुसी छु म।